सबैभन्दा मिठो के लाग्यो नानी? राजमा। हजुर राजमा मिठो छ? राजमाको दाल मिठो। तपाईलाई? यो पिकल चटनी हजुर तरकारीमा मासु मिठो छ हैन? चिकन करी। तपाईलाई सर? यो हो यो छ नि सोयाबिन र टमेटोको राम्रो छ चटनी। ए टमाटोको चाहिँ विशेष अरु सबै चटनी हैन? ल सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु माझमा हामी दाजुभाइ क्याटरिङको यो युट्युब च्यानल मार्फत हार्दिक स्वागत गर्न चाहन्छौँ र विशेष गरी तपाईहरु माझमा आज कलङ्कीको एउटा सानो पार्टीमा छौँ र यहाँ दिदीबहिनीहरु चाहिँ हामीलाई नदेखाउनु भन्ने कुरा गर्दैछ, हँसाउने कुरा गर्नु उहाँहरूले। कोही देखिनलाई मर्यादै गर्छन्, कोही नदेखिनका लागि चाहिँ उहाँहरू चाहिँ विशेष गरी चाहिँ नदेखाउनु है भिडियोमा भन्ने गर्नु छ। नदेखिन खोज्ने मान्छेले हामी देखाउँदैनौँ र यो तपाईँ हेर्न सक्नुहुन्छ। यो चाहिँ यो राजमाको दाल तपाईँ हेर्न सक्नुहुन्छ। यता चिकन करी, यता ग्रेभी हेर्न सक्नुहुन्छ, यता चाहिँ फ्राई हेर्न सक्नुहुन्छ गाइज। र तपाईहरु माझमा यता चाहिँ तरकारी, यो भेजिटेरियनको लागि स्पेशल तरकारी हो। संसारकै सबैभन्दा भेजिटेरियनको लागि बेस्ट चाहिँ भेजिटेबलको तरकारी, तपाईँ मिक्स तरकारी हेर्न सक्नुहुन्छ। आलु, काउडी, बोडी, त्यसै गरी यसमा चाहिँ विशेष गरी के अरे न्युटेल के भन्छ दाइ? ऊ त्यो फ्राई गर्नुपर्ने बाँकी त्यसलाई के भन्छ? होइन ऊ त्यो न्युटेल के भन्छ? होइन ऊ पर प्लास्टिक भएको ए मसेबरा मिसाउन बाँकी। स्पेसल्ली तपाईँहरू भेजिटेरियनको लागि यो तपाईँहरू हेर्नुहोस्। एकदमै तपाईँहरूलाई विभिन्न चाहिँ पार्टी, सेमिनार, वर्तमान बर्थडे पार्टी इत्यादि मिटिङहरू छ र तपाईँहरूले चाहिँ हाइजेनिक चाहिँ परिकारको चाहिँ आवश्यकता छ भने दाजुभाइ क्याटरिङलाई सम्झिन सक्नुहुन्छ। स्पेसल्ली 1200वटा आइटम जान्ने कुकको चाहिँ हातदेखि तपाईँहरूले चाहिँ स्पेसल्ली परिकारहरू तपाईँहरूले खान सक्नुहुन्छ। तपाईँहरूले त्यो खालको परिकार चाहिँ चाख्न सक्नुहुन्छ ताकि कुनै पनि क्याटरिङ भन्दा पनि एक्स्ट्रा खालको मसला युज गरेर त्यही विशेष गरी 1200वटा परिकार मैले भनिसकेँ। परिकार जान्ने व्यक्तिको हातदेखि बनाएको परिकार तपाईँहरूले खान सक्नुहुन्छ ताकि कुनै पनि नेपालको कुनै पनि क्याटरिङले पनि युज नगर्ने मसला युज गरेर उहाँले बनाउनुहुन्छ होइन। त्यो मलाई पनि थाहा छैन, त्यस्तो मिठो बनाउनु छ। यहाँ चाहिँ टमाटरको अचार तपाईँहरूले हेर्न सक्नुहुन्छ, एकदमै स्पेसल पाक्दैछ। टमाटरको अचार पाक्न लागिसक्यो। यता देखाइदिउँ, भर्खर यता देखाउनु भन्नुभएको होइन? भयो ल। उहाँहरू चाहिँ भाडा मास्ने मान्छेहरू भाडा मोल्ने मान्छेहरूलाई नदेखाउनु भन्नुहुन्छ, लाज लाग्यो क्या हो। तर काम भनेको सबै ठुलो सानो कुनै हुँदैन, सबै कामको चाहिँ सम्मान गर्नुपर्छ, मेरो चाहिँ मान्यता हो। जस्तै उदाहरणको लागि धरान उपमहानगरपालिका धरानका मेयर हर्क साङपाङ ढुङ्गा बोकेर चाहिँ उहाँ मेयरको पद सम्हाल्नु भएको छ ताकि विश्वमा नै उहाँले चाहिँ एकदम आफ्नो नाम चाहिँ उज्जवल तपाईँको जसरी स्वर्ण अक्षरमा लेख्ने सम्म बनाइसक्नु भएको छ। त्यो कारणले गर्दाखेरि हामीले पनि यति बुझ्नुपर्छ कि कामलाई ठुलो सानो चाहे भाडा मोल्ने होस्, चाहे तरकारी पकाउने होस्, चाहे खाना पकाउने होस्, चाहे ढुङ्गा मुढा बोक्ने होस्, कामको सबैको सम्मान गर्नुपर्छ। तपाईँहरूलाई विशेष गरी मेरो चाहिँ मान्यता पनि त्यही हो, तपाईँहरूले विशेष भन्न चाहन्छु। र स्पेसली फेरि पनि भन्न चाहन्छु, नेपालको कुनै पनि ठाउँमा अधिराज्यभित्रमा कुनै पनि पार्टी, सेमिनार, विभिन्न बर्थडे पार्टी, बिहे, वर्तमानदेखि लिएर इत्यादि तपाईँहरूलाई चाहिँ भोजहरू चाहिँ खुवाउनु पर्यो भनेदेखि दाजुभाइ क्याटरिङलाई सम्झिन सक्नुहुन्छ। जहाँ हामीले तल डिस्क्रिप्सनमा चाहिँ नम्बर राखेका छौँ, तपाईँहरू कन्ट्याक्ट गर्न सक्नुहुन्छ। एकदमै सहुलियत तरिकाले हाइजेनिक र क्वालिटी वान खानाको चाहिँ एकदमै मिठो स्वादिष्ट तपाईँहरूले खाना चाहिँ पाउनुहुनेछ, त्यो खालको सुविधा पाउनुहुनेछ, त्यो खालको सेवा पाउनुहुनेछ। सेवा गर्ने मौका तपाईँले पक्कै पनि दिनुहुनेछ भन्ने मैले आशा लिएको छु। कुनै पनि ठाउँमा तपाईँको चाहे तपाईँको पश्चिम होस् या पूर्व होस्, जुम्ला होस् या तपाईँको सङ्घसभा, जुनै ठाउँमा पनि जुनै जिल्लामा पनि हामी पुग्नेछौँ तपाईँहरूको सेवाको लागि र पक्कै पनि सम्झिनुहुनेछ भन्ने हामीले आशा छ। र विशेष गरी तपाईँहरूले हाम्रो युट्युब च्यानललाई
सब्सक्राइब गर्नुभएको छैन भनेदेखि प्लिज सब्सक्राइब गरिदिनु होला। तपाईँको सानो सब्सक्राइबले गर्दाखेरि हाम्रो व्यवसाय अगाडि पनि बढ्नेछ र तपाईँहरूकै सेवाको लागि चाहिँ विशेष गरी हामीले चाहिँ विशेष गरी हामी काम गर्नेछौँ। हाम्रो उद्देश्य भनेको सबैलाई चाहिँ स्वादिष्ट अनि मिठो खाना खुवाउने हाम्रो उद्देश्य र सहुलियत तरिकाले, चाहे गरिब होस् चाहे धनी होस्, होइन चाहे धनी होस् चाहे गरिब होस्, जस्तो सुकैले पनि क्याटरिङ चलाउन सक्ने खालको चाहिँ हामी व्यवस्था गर्छौँ। तपाईँहरूले त्यही रकम अनुसारको हामीले चाहिँ क्याटरिङहरू व्यवस्था गर्छौँ। तपाईँसँग धेरै पैसा छ भने त्यही अनुरूपको क्वालिटी पनि निस्किन्छ, कम पैसा छ भने त्यही अनुरूपको व्यवस्थापन मिलाएर हामी तपाईँहरूको सेवामा चाहिँ एकदमै हामी लागि पर्नेछौँ। अहिलेका लागि तपाईँहरू माझमा हामी छुट्दैछौँ र अहिले खानाको परिकार हामी निकालिसकेपछि त्यो दृश्यहरू पनि हामी देखाउनेछौँ। ल हाम्रो दाजुभाइ क्याटरिङको खाना कस्तो छ एकदम राम्रो है? ठिक छ नि? एकदम धन्यवाद। सलादको स्टाइल ठिक छ? त्यो विशेष गरी तपाईँलाई सबैभन्दा मिठो के लाग्यो नानी? राजमा हजुर राजमा मिठो छ, राजमाको दाल मिठो। तपाईँलाई? यो पिकल चटनी हजुर तरकारीमा मासु मिठो छ होइन? चिकन करी। एकदम तपाईँलाई सर? यो हो छ नि सोयाबिन र टमेटोको राम्रो छ चटनी। ए टमाटोको चाहिँ विशेष अरू सबै चटनी होइन? अँ। ल धन्यवाद। ल नाम भन्नु तपाईँको? मेरो नाम अँ दानियल ताम्राखा। दानियल। तपाईँको सर शुभ नाम? मेरो साइमन ताम्राखा। साइमन। ठिक छ नि होइन? खाना के कमी कमजोरी छ भने भन्नुहोस् है। हाम्रो यो दाजुभाइ दाजुभाइ क्याटरिङ युट्युब च्यानलको लागि भिडियो खिचिँदैछ। तपाईँहरू युट्युबमा आउनुहुन्छ हेर्नु होला दाजुभाइ क्याटरिङ भनेर है, सर्च गर्न सक्नुहुन्छ। मिठो छ नि? होइन जे छ त्यो भन्नुहोस्, फेरि सुधार्ने मौका पनि चाहिन्छ नि होइन? तपाईँको शुभ नाम भन्नुहोस् त? हो, घर चाहिँ कहाँ भयो? धादिङ। अनि यतै बस्नुहुन्छ तपाईँ? कुन चर्चदेखि आउनुभयो? ए हो, यो क्रिस्चियन सम्बन्धी कि? ए ए ल ठिक छ। खाना कस्तो छ? सबैभन्दा मिठो के लाग्यो तपाईँलाई? ठिक छ है? मासु है? मासु त नमिठो भन्ने कोही हुँदैन, सायद कमै हुन्छन्, नमिठो नखाने पनि हुन्छन्। तपाईँको नाम? हजुर ए के छ मिठो भन्नुहोस् त? सब मिठो छ, नमिठो कुनै छैन। ल आज अलिकति पहिला अरू बेला भन्दा खाना अलिक बढी खानुहोस् है त। दाजुभाइ क्याटरिङको तर्फदेखि तपाईँलाई विशेष गरी। अनि हाम्रो भाइ के छ खबर? टक्कसँग हिपहप टाइपको जुत्ता लाउनु भएको छ हाम्रो भाइ होइन? हँसिलो खालको मान्छे, हेर्दाखेरि पनि ह्यान्डसम होइन? ज्यानस्यान बडी सडी टक्कसँग परेको, हाइट पनि त्यस्तै मिलेको रहेछ होइन? दाँत पनि त्यस्तै मिलेको, नाक पनि मिलेको, आँखा पनि मिलेको, सबै कुरा ठिकठाक रहेछ। सबैभन्दा दाजुभाइ क्याटरिङको के छ? सबैभन्दा मिठो पार्ट चिज चाहिँ कुन हो? स्पेसल छ, सबै स्पेसल छ। अलि बढी मिठो चाहिँ मलाई मासु नै लाग्यो। मासु नि लाग्यो सबै मिठै छ, तर मासु त अटोमेटिकल मिठो हुन्छ होइन? त्यतिकै मसला बिना पकाएर खाँदाखेरि पनि मिठो हुन्छ त्यो मासु त, अझै मिठो भयो मसलाको कारणले होइन? ल धन्यवाद छ है त। विशेष गरी दाजुभाइ क्याटरिङको खाना चाहिँ उहाँले खाँदै हुनुहुन्छ। विशेष गरी यो चर्चको प्रोग्राममा चाहिँ विशेष दाजुभाइ क्याटरिङको चाहिँ पकाइ चाहिँ यहाँहरू माझमा मैले देखाउन चाहिरहेको छु। र अघि मैले भर्खरै पकाइरहेको चाहिँ दृश्य पनि तपाईँहरू माझमा देखाएको थिएँ।